गाउँपालिका नम्बर 5 सिसवा धरमपुर स्थित पुला निर्माणको विषयले विवाद उत्पन्न भएको थियो। तपाईनिर पुगेको कुरा र यहाँ स्थलमा आएर निरीक्षण गर्दा कतिको फरक पाउनुभयो? यहाँ आएर अब हामीले यही विषयमा जिल्ला प्रशासन कार्यालयमा पनि धेरै लामो गन्थन गर्यो, छलफल गर्यो। सबैको गुनासोहरू हामीले सुन्ने चेष्टा गर्यौं, तर यहाँ आएर हेर्दाखेरि परिस्थिति अलिकति फरक, मतलब समुदायबाट जुन विषयवस्तुको उठान भएको त्यो जायज जस्तो चाहिँ महसुस भयो। त्यो उता जाने बाटो समुदायलाई एकदमै अपरिहार्य छ। बर्खाको समय छ, रोगी बिरामी, अर्जेन्सी इमर्जेन्सी यी यावत कुराहरू छन्। बाटो नै बन्द हुँदाखेरि जस्तो एउटा के कमजोरी भएको देखियो भने कल्भर्ट निर्माण हुँदै गर्दा यो बाटो अवरुद्ध नहुने व्यवस्था चाहिँ पालिकाले बनाउनु पर्थ्यो। त्यो बनाएको देखिएन र त्यही कारणले गर्दाखेरि चाहिँ स्थानीयले चाहिँ त्यो गुनासो गरेको, त्यसमा चाहिँ समस्या भोग्नु परेको अवस्था देखियो। र आज जिल्ला प्रशासन कार्यालयको छलफल र अहिले यहाँ आएको स्थलगत अनुमति पश्चात हामीले जिल्ला प्रशासनमा गरेको सहमतिभन्दा अझ अलग आएर त्यो काट्दाखेरि अथवा फर्काउँदाखेरि पनि नहुने भएर यहाँ चाहिँ कल्भर्टै राखेर पानी पास गराउनुपर्छ भन्ने सहमति भएको छ। पालिका अध्यक्षलाई चाहिँ हामीले यहाँ कल्भर्ट राखेर कमसेकम एउटा एम्बुलेन्स चल्न सक्ने गरिकन, बाइक मात्रै होइन, अर्जेन्सी इमर्जेन्सीमा एम्बुलेन्स एउटा चाहिँ चल्न सक्ने गरिकन यो बाटोको लेभलमा ल्याएर यो कल्भर्ट चाहिँ फाइनल निर्माण नहुन्जेलसम्म अस्थायी व्यवस्थापन त्यसरी मिलाउनु भनेर भनिसकेका छौँ। पालिका अध्यक्षज्यूले त्यो कुरा हुन्छ भनिसक्नु भएको छ। त्यो हिसाबले अहिले तत्कालका लागि यो समस्या समाधान हुन्छ दाजुभाइ दिदीबहिनीहरूको गाउँलेको। र अब यो कल्भर्ट निर्माण चाहिँ जतिसक्दो चाँडो गराउनलाई मैले आफ्नो प्रयास निरन्तर राख्छु।